नमस्कार। उच्च रक्तचाप सम्बन्धी 5 गलत धारणाहरू लिएर आएको छु। पहिलो धारणा कस्तो रहेको छ भन्दाखेरि जसले पनि प्रेसरको औषधि एकपटक प्रयोग गरिसकेपछि जिन्दगीभरि खानुपर्छ भन्ने धारणा राख्नु। त्यस्तो होइन। प्रेसर आफै रोग होइन, रोगको कारण अथवा अन्य सहायक तत्त्व अथवा दोस्रो कारणले गर्दाखेरि प्रेसर बढेको हुन्छ। त्यस्तो अवस्थामा कुन कारणले बढेको हो त्यो कारणलाई हटाइसकेपछि अनि हामीले उच्च रक्तचाप सम्बन्धीको औषधि प्रयोग गरेको छौँ भने हामीले रोक्न सक्दछौँ। त्यसै गरी अर्को गलत धारणा भनेको एक मात्र डोज बिर्सेपछि प्रेसरले मलाई हान्न सक्छ भन्ने एउटा धारणा रहेको छ। जस्तो तपाईँले औषधि खाइसकेपछि अथवा प्रयोग गरिसकेपछि एउटा मात्रै औषधि बिर्सियो भने त्यस्तो हुँदैन। बरु नियमित खानु र अनुशासित भएर खानु चाहिँ राम्रो हो, तर एक डोज बिर्सिन बित्तिकै असर हुन्छ भन्ने कुरा हुँदैन। त्यसै गरी त्यस्तो धारणा भनेको अथवा तेस्रो धारणा बढेको प्रेसरलाई घरेलु उपचार तथा घरको खानपिनले मात्रै म ठिक पार्छु भनेर बस्नु अथवा औषधि खाँदैन म त खानेकुरा बार्छु भन्ने पनि यो ठुलो भरम रहेको छ। जस्तो कतिपयकोमा उदाहरणको लागि म तिते करेला खाएर मैले ब्लड प्रेसर नियन्त्रण गर्छु भन्नु यो ठुलो भुल रहेको छ। किन त भन्दाखेरि केही मात्रामा ब्लड प्रेसर कम गराउनमा सहयोगिता गर्न सक्छन्, तर त्यसले नियन्त्रण चाहिँ गर्न सक्दैनन्। त्यसकारण हामीले औषधि प्रयोग गर्नै पर्छ। कस्तो अवस्थामा प्रयोग गर्नुपर्छ भन्दाखेरि जसको ब्लड प्रेसर 140/90 भन्दा माथि छ भने त्यसले ब्लड प्रेसरको अथवा उच्च रक्तचापको औषधि प्रयोग गर्नै पर्छ। त्यसै गरी चौथो भनेको प्रेसर थोरै त बढेको हो, यतिकैमा मैले औषधि खाँदैन अथवा उमेरको कारणले त बढेको हो भन्ने सोच्नुहुन्छ भने त्यो पनि एकदम भुल हो। उमेरको कारणले मात्रै नभएर विभिन्न अरू कारणले पनि ब्लड प्रेसर बढेको हुन्छ। त्यसकारण यो थोरै बढेको हो, म अहिले केही पनि गर्दैन भन्नु महाभुल हो। त्यसै गरी अर्को भनेको प्रेसर बढ्दाखेरि लक्षण देखा पर्छन्, मलाई त केही पनि लक्षण देखा परेको छैन, त्यसकारण मैले अहिले नै औषधि खाँदैन। जहिले जे समस्या देखिन्छ त्यहीले मात्रै मैले खान्छु